म तपाईहरूलाई 10 मिनेटमा भोटो काट्न र सिलाउन सिकाउँछु। त्यसको लागि यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला र सब्स्क्राइब पनि गरिदिनुहोला। नबुझेको कुरा कमेन्टमा लेख्नुहोला। आउनुहोस् अब हामी भोटो काट्न र सिलाउन सिकौँ है त। आउनुहोस् अब हामी भोटो कपडामा काट्न सिकौँ है त। यो नाप अनुसारको भोटो तयार गर्नलाई 40 सेन्टी कपडा चाहिन्छ। यो कपडा हाम्रो 40 सेन्टी कपडा छ। यो कपडालाई यसरी यो भरिसक्दो यो किनारी भाग हेर्नुहोस्। यो किनारी भागलाई जहिले पनि लम्बाइ मानेर कपडा काट्ने। लम्बाइ मानेर किनारी भागलाई हेर्नुहोस् है। दुई फोल्ड अब यो 2 फोल्ड बनाएपछि यो के भयो? लम्बाइ। यता लम्बाइ भयो। यसरी 4 फोल्ड कपडामा एकैचोटि तपाईहरुलाई सजिलो तरिकाले 4 फोल्डमा काट्न सिकाउँछु है त। अगाडि पाटा र पछाडि पाटा एकैचोटि। अब यसरी यहाँ यो छेउमा पनि लामो र छोटो बनाउनु भएन। यो धार पनि मिल्नु पर्यो। भित्री कपडा त्यसरी मिल्नु पर्यो। अब हेर्नु है। यसरी भइसकेपछि अब हामीले अस्ति बनाएका यो ड्राफ्ट थियौं। यो ड्राफ्टको अनुसार यहाँनेरि ठ्याक्कै ड्राफ्ट यहाँ उतार्ने, कपडामा उतार्ने ड्राफ्ट हेर्नुहोस्। ड्राफ्टमा कुम, लम्बाइ, काखी, छाती छ। त्यही अनुसारले अब यहाँ हामीले यसमा बनाउनु पर्छ कपडामा। त्यो ड्राफ्ट कपडामा उतार्नु पर्छ। हेर्नुहोस् है त। हेर्नुहोस् है रङ यो रातो छ। यता रातोबाट नगर्ने, यो यता चक निलोपट्टिबाट यसलाई ड्राफ्ट बनाउने, ड्राफ्ट तयार गर्ने। पहिले हामी ड्राफ्ट तयार गर्छौँ है त। हेर्नुहोस् है। अब सुरुमा अब हामीले लम्बाइ चाहिँ यही भागलाई लम्बाइ मान्ने। हेर्नु यो भाग चाहिँ हाम्रो लम्बाइ हो है। लम्बाइ हो। अब फर्स्टमा यहाँ माथि हामीले पहिले सुरुमा कुम तयार गर्छौँ। कुम हाम्रो ड्राफ्टमा कुम कति छ? कुम हाम्रो 5 छ। अनि 5मा हामीले पहिले चिन्ह लाउने। कुम 5मा चिन्ह लाउने। हेर्नु है। 5मा चिन्ह लगाइसकेपछि 5बाट हामीले काखी कति खोलेका छौँ? यो काखी यहाँदेखि यहाँसम्म हामीले कति खोलेका छौँ? छातीलाई 8ले भाग गरेर आएको भागफलमा 2.5 थप्दा हाम्रो 5। हामीले काखी 5 खोल्छौँ। मेरो इन्ची टेप अलिक हाफ इन्ची लामो छ भएको कारणले मेरो 5। अब यो छाती कति छ हाम्रो? 6.5। ड्राफ्टमा हेर्ने है। ड्राफ्ट ठ्याक्क ड्राफ्ट जस्तो छ। कुनै पनि व्यक्तिको पहिले नाप अनुसारको ड्राफ्ट बनाउने, ड्राफ्टको कपडा काट्ने। छाती हाम्रो कति छ? छातीलाई 4ले भाग गरेर प्लस 1.5 इन्ची गरेर 6.5 हाम्रो 6.5 चाहिँ छाती छ। अब लम्बाइ हाम्रो कति छ? लम्बाइ हाम्रो 14, 1 इन्ची थपेर 15। यो लम्बाइ 15 भयो है। यहाँनिर यो 15 भयो। अब छाती अनुसार फेर पनि भनेको छ। छाती बराबर फेर। कपडा अलिकति डेउडी छ। 6.5 है। यहाँ आयो 6.5। अब यसलाई सिधा धारको तान्दिने है। यसरी खुम्च्याउन पाइँदैन। अब हेर्नु। अब यो छेउ र यो छेउलाई जस्तो यहाँ हामीले यो छेउ र यो छेउ जोडेका छौँ त्यस्तै यहाँ पनि जोडिदिने है। अब यहाँनिर हामीले त्यहाँनिर कति 2.5 माथि चुड्का लाछौँ है। यहाँ 2.5। यो मेरो इन्ची टेप हाफ इन्ची लामो भएकाले यहाँ 2 मात्रै देखियो। यो 2.5 हुन्छ है। 2.5 हाफ इन्ची लामो छ नि इन्ची टेप। 2.5 मा यहाँ चुड्का लगाउने है। चिरुवा भाग हो। अब हामीले के बनाउनु पर्यो? काखी। पहिला हामीले पछाडि पाटाको काखी बनाउनु पर्यो। हामीले यो अगाडि पाटा र यो पछाडि पाटा एकै ठाउँमा काटिरहेछौँ। हामीले दुईटै पाटो एकैचोटि। कसरी निक्लिन्छ एकैचोटि हेर्नुहोस् है त। अब पहिले यो पछाडि पाटाको काखी भयो। अगाडि पाटाको काखी चाहिँ यहाँबाट हाफ इन्ची भित्र जाने पहिले। अनि यहाँ कुम डाउन गर्ने कति? हाफ इन्ची कुम डाउन गर्ने। अब यहाँबाट यहीँबाट सुरु गर्ने
ठ्याक्क यसो गरेर यो हाफ इन्चीलाई छुँदै माथिको हाफ इन्ची डाउन भएको ठाउँमा यसो गर्ने। यो अगाडि पाटाको काखी, यो पछाडि पाटाको काखी। अब यहाँ हेर्नुहोस्, यहाँनिर हुन्छ 1.5 इन्ची हाम्रो गला। हामीले गला यहाँनिर 1.5 इन्ची खोलेका छौँ। छातीलाई 12ले भाग गर्ने, आएको भागफल गला खोल्ने। यहाँ 1.5 इन्ची गला खोलेका छौँ। सानो बच्चा भएको कारणले तल पनि हामीले 1.5 इन्ची मात्रै गला, किनभने यो तुना लाउने भोटो हो नि त, त्यही भएर। अब यसबाट गोलो, ल यो हामीले गला खोल्यौँ। अब यहाँबाट यता कुम डाउन, यसको यो हाफ इन्ची कुम डाउन, यसको पनि हाफ इन्ची कुम डाउन। हेर्नु है। अब हाम्रो ठ्याक्कै यो र यो उस्तै भयो कि भएन हेर्नु त। ल हेर्नुहोस्, ल हेर्नु, यो ड्राफ्ट र यो ठ्याक्कै उतार्नुपर्छ कपडामा। हेर्नुहोस् है। अब कपडामा उतारेर अब हामीले काट्ने कहाँ हो त? काट्ने तरिका यहाँ तपाईँलाई मैले यहाँनिर बन्द भाग भनेर देखाएको छु। यो हो, यो बन्द भाग भनेको यो हो, देख्नुभयो? यहाँ काट्नु हुँदैन। अब हेर्नुहोस् है त, यसरी काट्ने। सुरुमा यहाँ तलबाट यसरी सर्ट काट्ने। अब हामीले यो भित्र काटेपछि त यो बाहिरको त निस्किँदैन। सुरुमा हामीले पछाडिको पाटा काट्ने। हेर्नुहोस् है। निकाल्ने। अब हामीले यो कुम डाउन गरेको छ, यसलाई हाफ इन्ची यसरी काट्ने यो गलासम्म। अब हामीले गला काट्ने। जहिले पनि कपडा काट्दाखेरि बन्द भाग आफूपट्टि, यो बन्द भाग हो, यो बन्द भाग आफूपट्टि राखेर काट्ने, यसरी गला। ल अब यति काटिसक्यो। अब तलको यो छेउ, यो डेउडी छ, यसलाई छेउलाई मिलाउने। यति काटिसकेपछि अब सेम यो र यो उस्तै भएन त? हेर्नु त। ल हेर्नु ठ्याक्कै। अब यसको यहाँनिर हामीले 2 इन्चीमा चुट्काइ, यो माथि यहाँ चुट्का लाउने चिन्ह छ, त्यसलाई ठ्याक्कै यसो गर्ने, यसो गरेर यसरी चुट्का हान्ने। यो चुट्का भयो। अब झिक्ने कपडा भित्र, यो अगाडिको पाटा, यो पछाडिको पाटा। अब यो पछाडिको पाटा त हाम्रो तयार भयो। ठ्याक्कै पछाडिको पाटा त तयार भइसक्यो। पछाडिको पाटा यहाँ राख्ने। अब अगाडिको पाटालाई काखी सेप्न बाँकी छ, अरू त सेम हो। अनि किन हामी 2 चोटि काट्ने, एकैचोटि काट्ने, छिटो र सजिलो। हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है। यो अगाडिको पाटालाई यसरी काखी सेप्ने। ल अब हेर्नुहोस्।